यो चाहिँ कालिका सिमसार क्षेत्रबाट हामी अब यता जङ्गलतिर प्रवेश गर्छौं। कालिका सिमसार क्षेत्रको बाटो हामी यतापट्टि कालिका सिमसार क्षेत्र छ। अब अहिले यो बर्खाको समयमा चाहिँ सबै घाँस पलाएर यो पात पतिङ्गरले गर्दा देखिँदैन। अब यहाँ चाहिँ जङ्गल सफारी, अब हाम्रो कालिका सिमसार क्षेत्रको जङ्गल सफारी। मानिसहरू जङ्गल सफारीको लागि भनेर हजारौं रुपियाँ खर्च गर्छन्। हाम्रो चाहिँ यो दैनिक हिँड्ने बाटो हो। कालिका सिमसार क्षेत्रमा भएको यो जङ्गल सालको रुखले घेरिएको ठुलो जङ्गल छ। अलि मासतिर बाँसबारी सिमसार क्षेत्र, अलि तलतिर कालिका सिमसार क्षेत्र। यो कालिका सिमसार क्षेत्रको बीचबाट जङ्गलमा बनेको बाटो र यो नै एक प्रकारको जङ्गल सफारीको यहाँ अनुभूति हुन्छ। चितवन राष्ट्रिय निकुञ्ज पुगिर नै पर्दैन नि जङ्गल राष्ट्रिय सफारी गर्नलाई। यस्तै हो, अलि राष्ट्रिय ठुलो राष्ट्रिय निकुञ्जमा गएर गर्दाखेरि पनि यस्तै हो अनुभूति हुने कुरा। जङ्गलको बीचबाट हिँड्नु नै जङ्गल सफारी हो। यो बाटो हामी जङ्गल कटेपछि पारी मङ्गली पुग्छौं।